आज के पढ्ने हो? एडिसन के पढ्ने हो? एडिसन को पढाउँछन्? आर्यन गौतम को हुन् आर्यन गौतम? म हात राखेर भन को हुन्? म अनि के पढाउने हो? एडिसन सकिन्छ? हो हो राम्रोसँग आउँछ? हो हो त्यसो भए हामी स्टार्ट गर्छौँ है। ल अब एडिसन हामी सुरुवात गर्न गइरहेछौँ। लौ त है पहिलो क्वेसन हाम्रो आर्यन गौतमले पढाउँदै हुनुहुन्छ। पढाउने होइन? हो ल यस 1 2 1 2 3 4 5 अब फेरि यो जोडिरहेको फेरि अब अर्को क्वेसन गर्न गइरहेछन्। हेर्नु त माथि 5 छ तल 1 छ, त्यही भएर माथिको 5वटा लाइन काट्नु, एउटा अरू काट्नु, गर्दै हुन्छ। हेर्नु त कति हुन्छ गनेर, कति हुन्छ 6 हुन्छ। ल अब अर्को जोड्नु हुन्छ, कति हो 4 अनि 4 मा कति जोड्ने हो 3 जोड्दाखेरि कति आयो काउन्ट गर्नु त नानीहरू 7। गुड तपाईँहरू कति ज्ञानी हुनुहुन्छ है। हो अब आर्यन बाबुले कति राम्रोसँग सिकाउँदै हुनुहुन्छ। अब कति छ माथि 3 हो, तपाईँहरू ठिक ठम्याउनु भएको छ। फेरि 3 छ अनि काट्दाखेरि कतिवटा भएको 6 भयो। तेस्रो क्वेसन पढ्नु है। 5 1 2 3 4 5 1 2 1 2 3 4 5 6 7 4 अनि 0 भनेको के पनि होइन होइन 4 9 मा 0 जोड्दा 9 हुन्छ। 5 put a line काटौँ 1 2 3 4 5 2 yes 2 3 4 5 6 7 आर्यन गौतमले कति राम्रो पढाइराख्नु भएको छ है। 3 1 2 3 वटा 5 भएकोले 5 वटा खिच्नु भएको छन्। 4 5 अनि काउन्ट गरिरहेछन् 5 6 7 8 8 5 and 3 8 हुन्छ। यस 8 5 6 7 7 मा 0 जोड्ने हो 7 हुन्छ। 0 भनेको के पनि होइन भनिदिउँ त 0 भनेको के पनि होइन होइन 3 4 5 5 0 के पनि होइन, त्यही भएर 5 वटा लाइन काट्छु 5 नै लेखिदिने हो। 6 1 2 3 4 5 6 2 8 2 1 2 yeah 1 2 3 4 5 6 7 8 good 3 4 5 6 7 8 9 9 8 1 2 3 4 5 6 7 8 2 1 2 1 2 3 4 5 6 7 8 1 8 9 10 10 को कति 0
Yes. Carry over 1. Yes. 2 2. 2. Yes. 2. अनि एउटा अझ खिच्ने हो है अनि जोड्दाखेरि कति हुन्छ 4 कहाँ 4 हुन्छ 2 3 4 अनि माथि क्यारी ओभर भएकोले यो क्यारी ओभर छ नि त्यही भएर 2 र 1 जोड्दा 3 अनि क्यारी ओभर 1 गर्दाखेरि 4 आएको है ल सबैले सिक्नुभयो भन्नु त सोध्नु त सबैले सिक्नुभयो भन सबैले सिक्नुभयो नि तपाईहरु सबैले सिक्नुभयो नि अनि मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला है बाइ बाइ